गच्छा युवा समाज को टिमको कोच शम्भु गुरुङ हामीसँग हुनुहुन्छ। अब गच्छा युथ यो तपाईको क्लब पनि अब पार्टिसिपेट छ यो गेममा। अब सायद दार्जिलिङको टिम इन्डियाको टिमसँग प्रतिस्पर्धा छ। अब यहाँको तयारी स्ट्राटेजी कस्तो भन्दैछ यसपालिको अब गेममा? हजुर हाम्रो आयोजक टिम हाम्रो आयोजक टिम है, म नमस्कार, म शम्भु गुरुङ है, गच्छा युवा समूहको कोच हो। हाम्रो तयारी अब राम्रै ठिकै गइरहेको छ, अहिले ठिकै भइरहेछ। अब भोलि पर्सि हाम्रो गेम छ, अब सबै तयारी कम्प्लिट भइसकेको छ। अब खेलाडीहरू यहीँ लोकल कि हामीले हायर पनि गरेका छौँ? हायर पनि छ। हामी अब हामीले यहीँ नयाँ जुनियर भाइहरूलाई पनि यसो प्रमोट गरेर यहाँकोहरू पनि छ 4-5 जना, अनि बाहिर पनि 4-5 जनाहरू हामीले चाहिँ नेसनल स्तर खेलाडीहरू बोलाएको छ। फुटबलमा चाहिँ अलिकति आयोजक टिमले दावेदारी चाहिँ राम्रै प्रस्तुत गर्छ भन्ने छ। यसपालिको तयारी कस्तो छ? कतिको आयोजकले नै उपाधि उचाल्ने चाहिँ कस्तोको तयारी छ? अब हाम्रो फुटबलको इतिहास यही हो, भइसक्यो आयोजक स्ट्रङ नै हुनुपर्छ भनेर, र हाम्रो अहिले टिम स्ट्रङै छ। घरेलु मैदान पनि छ, घरेलु मैदान पनि छ, र हामीले स्ट्रङै राम्रै टिम उयो गरेको छौँ, राम्रै टिम बनाइरहेको छौँ। अब अन्तिममा अब आयोजक टिमको हिसाबले अब खेलाडीहरूलाई जो सहभागी हुँदैनछ उहाँहरूलाई के छ मेसेज? सहभागीहरूलाई अब सबैले राम्रै फेयर प्ले खेलिदिनुहोस् होइन, अब अनुशासनले खेलिदिनुहोस्, अब यही त।